हेलो साथीहरू, यो चाहिँ मैले टोट ब्याग बनाइसकेँ, फिनिसिङ भइसक्यो। सो अहिले चाहिँ म यसमा चाहिँ लगाउन जाँदैछु बटन। सो यो चाहिँ मैले अनलाइनबाट मगाएको थिएँ, राम्रो आएको छ। यो चाहिँ अरू ब्यागहरू हुन्छ त्यही बटन हो। यसरी भित्रबाट यसरी लगाएपछि यो चाहिँ यसरी लगाएर यसरी लक गरिदिनु पर्छ। यसरी यो चाहिँ अर्कोपट्टिको भाग हो। यसरी यसलाई पनि यसको सिधा राखेर यसरी यसरी लगाएर इजिली लाग्छ। यसरी साथीहरू, यो चाहिँ मैले ग्लु गन अफलाइनमै किनेको थिएँ, अनलाइन पनि सजिलोले पाउनुहुन्छ। सो यो ग्लु गनलाई चाहिँ मैले यसरी यहाँ अब हिट गर्दैछु। सो यहाँ चाहिँ अब लगाउनु पर्ने हुन्छ माथिबाट यो फ्लावर। सो अलिकति राम्रो कभर यसरी फ्लावर लगाइदियो भने चाहिँ यहाँ कभर हुन्छ बटनको माथि। अनि सो फाइनल लुक चाहिँ यसरी देखिन्छ। सो देखाउनुहोस् साथीहरू। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला साथीहरू। सो तपाईँहरूलाई पनि यस्तो टोट ब्याग मन पर्यो भने अर्डर गर्नु सक्नुहुन्छ साथीहरू। फाइनली मैले चाहिँ फ्लावर यसमा एट्याच गरिसकेँ। सो फाइनल लुक यतिको छ। सजिलो हुन्छ यो बटन एकदमै। यसरी खोल्नु यो त प्रायः ब्यागमै हुन्छ, एकदम इजिली लागिहाल्छ।